सम्पूर्णमा नमस्कार। म आज वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरी मुद्दा परेको अवस्थामा पीडितको माग अनुसार अदालतले कस्तो कस्तो आदेश जारी गर्न सक्छ र कतिसम्म कैद सजायको व्यवस्था छ र यस्तो मुद्दामा कतिसम्मको हदम्यादको व्यवस्था छ भन्ने विषयमा जानकारी दिन गइरहेको छु। अब यसरी मुद्दा परेको अवस्थामा र पीडितले माग गरेको अवस्थामा पतिको नाउँमा विभिन्न आदेशहरू अदालतले जारी गर्न सक्दछ र यदि पति पत्नी सँगै बस्न सक्ने अवस्थाको रहेमा चाहिँ पत्नी जुन घरमा बसिआएको हो त्यही घरमा बस्न दिने, खाना लाउन दिने, स्वास्थ्य उपचार गर्ने, अमानवीय व्यवहार नगर्ने जस्ता आदेशहरू जारी गर्न सक्दछ र यदि पति पत्नी चाहिँ सँगै बस्न नसक्ने अवस्थाको भएमा पत्नीलाई छुट्टै बस्ने वासस्थानको व्यवस्था मिलाउने र त्यसरी छुट्टै बस्दाखेरि भरण पोषणको खर्च पनि बिहोर्ने भनेर पतिको नाउँमा आदेश जारी गर्न सक्दछ र यस्तो मुद्दाहरू ठहर गर्न चाहिँ एकदमै कठिन हुन्छ हैन। अब यद्यपि ठहर भएका उदाहरणहरू प्रशस्तै छन् र यस्तो मुद्दामा ठहर भएको अवस्थामा चाहिँ पतिलाई 5 वर्षसम्मको कैदको व्यवस्था चाहिँ कानूनले गरेको छ र यस्तो कसुरमा चाहिँ हदम्याद भनेको कसुर भएको मितिले 2 वर्षभित्र चाहिँ मुद्दा गरिसक्नु पर्ने भन्ने कानूनी व्यवस्था छ। हस्त, धन्यवाद।